Hello everyone, welcome to my another new vlog video and मैले माइक कनेक्ट गरेको छैन अहिले चाहिँ and आज चाहिँ कोरियामा चाहिँ गौतम बुद्धको ह्यापी बर्थडे आज बुद्ध जयन्ती रहेछ कोरियामा चाहिँ and आज त्यो फेस्टिभल मनाइरहेछ अलिकति पर छ सो आज चाहिँ हामी त्यहाँ जानला सो हतार भइसक्यो छिटछिट गइहाल्नु भाइ बिकज साथी कुरिरहेछ एकजना साथीसँग जानेवाला छौं and अब रुमबाट निस्केर जानु पर्यो आज बुद्ध जयन्ती रहेछ कोरियामा सो म चाहिँ यतिकै जाने हैन कि तामाङ ड्रेस छ मेरो त्यो तामाङ ड्रेस पनि लाएर जाउँ एन्ड अलिकति फिलिङ्स राम्रो आउँछ के मतलब तामाङ ड्रेस लाउँदाखेरि एन्ड म पनि बुद्धिस्ट नै हो अनि आज चाहिँ कोरियामा गौतम बुद्धको ह्यापी बर्थडे एन्ड फर्स्ट अफ अल त ह्यापी बर्थडे गौतम बुद्ध भगवान जी एन्ड सबै अहिलेसम्म जे राम्रो भएको छ तपाईले गर्दा नै हो यो मेरो मम्मीले पठाइदिनु भएको नेपालबाट एकजना दाइ आउनु भएको थियो नेपालबाट अनि त्यतिखेर पठाइदिनु भएको तर अलिकति सानो पठाउनु भएछ के लार्ज साइजको पठाउनु भनेको मैले मिडियम साइजको पठाउनु भएछ तैपनि केही छैन खेन्छ न दामी सुहाउँछ के जे होस् तामाङ ड्रेस अझ यो ब्लू र व्हाइट चाहिँ मलाई बब्बा लाग्छ त्यही भएर मैले यही कलरमा चाहिँ मगाएको है खै त यार यो कहाँ हाल्नु पनि हो यो एक्लैले चाहिँ सक्दैन के यो कहाँ घुसाल्नु पनि हो सो फाइनली रेडी अनि मैले चाहिँ तल चाहिँ ब्ल्याक प्यान्ट लगाएको छु किनकि व्हाइटसँग ब्ल्याकको नि हैन म्याचिङ त व्हाइटसँग म्याचिङ गर्छ ब्ल्याक चाहिँ त्यही भएर चाहिँ मैले ब्ल्याक प्यान्ट लगाएको अनि यतिकै म रेडी भइसकेँ अनि अलिकति जाडो हुन्छ भनेर चाहिँ मैले यो एउटा ज्याकेट यो पनि लगाउनेवाला छु अनि पछि यतिकै जाने अनि गर्मी भयो भने यतिकै फुकाल्ने हैन अहिले अलिकति गर्मी बढ्या छ कोरियामा तर बिहान बेलुका चाहिँ अलिकति हावा चलेर चाहिँ अलि चिसो हुन्छ क्या सो फाइनली म रेडी भइसकेँ कति राम्रो देखिरहेछ है तामाङ ड्रेसमा तामाङ केटो हैन फाइनली म रेडी भएँ अब जाऊँ गौतम बुद्धको बर्थडे जन्मदिन कसरी मनाउने रहेछ कोरियामा कोरियनहरूले आज हामी त्यो हेर्नेवाला छौँ सो विदाउट एनी डिले अब चाहिँ गइहालौँ बाई बाई ल मेरो यहाँ साथी पनि भेटियो राजु मास्टर आज कसको बर्थडे थाहा छैन हाम्रो भगवान बुद्धको सो अहिले चाहिँ हामी ट्रेन स्टेसनमा ट्रेन कुर्दै म र मेरो साथी राजु मास्टर अब ट्रेन आउन चाहिँ बाँकी नै छ देखाउँछु म यता यहाँबाट चढ्नुपर्छ हामी त्यसपछि यहाँबाट उता लाग्ने हो एन्ड अब हामी करिब 25-20 मिनेटमा पुग्छौँ होला हामी त्यो ठाउँमा अनि देखाउनेवाला छौँ गौतम बुद्ध भगवानको बर्थडे कसरी मनाउने रहेछ कोरियनहरूले है त सो फाइनली वी आर एट दोङदेमुन हिस्ट्री एन्ड कल्चर पार्क एन्ड यो भर्खर आवाज सुनेको त्यही हो है त्यही फेस्टिभल लागिरहेछ बुद्ध भगवानको बर्थडेको एन्ड यो चाहिँ हो दोङदेमुन हिस्ट्री एन्ड कल्चर पार्क यो युएफओ जस्तो देखिन्छ युएफओ ट्याक्कै युएफओ जस्तो देखिन्छ आज थुप्रै रहेछ मान्छे चाहिँ कोरियनमा चाहिँ बुद्ध भगवानलाई फुछनिम भन्छ है फुछनिम धेरै रहेछ यार मान्छेहरू आज ट्रेनमा पनि धेरै थियो नत्र नर्मल्ली त्यस्तो हुँदैन के आज हामी बस्न पनि पाएन भनेपछि सिट पनि थिएन भनेपछि बुझ्नु कतिको प्याक रहेछ अनि कतिको मान्छेहरू ओहोरदोहोर गरिरहेछ यो बुद्ध भगवानको हेर्न कोरियन ड्रेस पनि लगाएर आएको छ उता खतरा खतरा त्यहाँ गएर तामाङ ड्रेस तामाङ डान्स हाने पर्छ होला सबैजना त्यो काभ्रेको डान्स हान्नुपर्छ दङ्ग पर्छ होला सब आज पसलहरू पनि सबै बन्द रहेछ नत्र खुल्ला हुन्थ्यो सबले हाई गर्ने रहेछ हामी पनि हाई गऱ्यौँ उनीहरूको आफन्तहरू हुने रहेछ क्या प्रायः कस्तो मजाको क्या ड्रेस अनुसार त्यो लाइटिङहरू पनि सब मिलेको सबजना हाई गर्दैछन् सबजना कस्तो राम्रै भएर आएको क्या लास्टै राम्रो यार मैले चाहिँ यस्तो सोचेको थिएन कि यस्तोसम्म बुद्ध जयन्ती यसरी राम्रोसँग मनाउँछ भनेर
लाइट अफ एसिया हुन्छ गौतम बुद्ध होइन राम्रो यार यस्तोसम्म क्रेज यस्तोसम्म मान्छेहरू आउँछ भनेर थाहा थिएन यार मलाई हामी चाहिँ अलिकति अगाडि जानलाई किनकि अगाडि चाहिँ अलिकति राम्रो रहेछ क्या त्यो प्रेजेन्टेसन त्यो हेर्न जानु पऱ्यो बुढी प्रायःहरू जस्तै बुढी र बच्चाहरू अघि देखाएको थिएँ मैले बुढी बुढाहरू आएको छ अनि आफ्नो आफन्तहरू देख्यो भने चाहिँ हाई हेलो गर्ने लास्ट राम्रो रहेछ त्यो मान्छेहरू कति क्या हामी अमेजिङ लास्ट भोगा लाग्यो सबजना हाई भन्दै बसिरहेछ हामी कति हो हामी त हिँडेरै 3-4 स्टेसन गर्छ जस्तो लाग्यो यार मलाई सबजना हाई गर्दैछ हो नचिने पनि हाई अघि मैले गरेँ जस्तै हो क्या क्या दामी सबजना भर्खर उद्या छ बच्चाहरू चाहिँ उद्या येल्लो कलरको ड्रेस खोलाएको अनि यो चाहिँ बुढीहरू अलिकति एजेड सबजना गराएछ हो हेर्दै हामी पनि गराइदिएन सबैको अनुहारमा होइन सबैको अनुहारमा छुट्टै छ क्या खुसी नै मैले दाम यहाँ नाचिरहेको दामी लास्ट रमाइलो गर्नु चाहिँ यिनीहरूले कस्तो मजाले नाचिरहेको दौड्यो यस्तो छ है पछाडि चाहिँ चलेको छैन गाडीहरू अब चल्छ एकछिनमा यो पुरै र्याली सकेपछि लास्ट हामीलाई यार मलाई त कति राम्रो हो यार परी आयो अब किनकि फेरि सुड्डो ग्याङ बुढाहरूको ग्याङ दामी सुड्डो ग्याङ पाल्दै पिलो क्या बच्चादेखि बुढोसम्म गयो अब चाहिँ हामी अर्कै ठाउँमा जानु लागेको एन्ड यो अघिको फेस्टिभल चाहिँ सकिसक्यो कति दौडेर जानु होइन अलिकति ढिलो आयो क्या हामी त्यही पनि ठिकै छ हेर्न पायो होइन एन्ड राम्रो लाग्यो यार मलाई लास्टै अब हामी चाहिँ अर्कै ठाउँमा जानु लागेको नाइट भ्यू हेर्नको लागि सो अघि नैको त्यो अब फेस्टिभल सेलिब्रेट गरिरहेछ नि त्यो ठाउँबाट गएकोहरू सबै गाडीदेखि लिएर सब स्टेसनहरू पनि ट्रेनहरू सबै बन्द क्या त्यस्तो छ सिस्टम चाहिँ कोरियामा एन्ड त्यही भएर अलिकति हिँडेर चाहिँ अर्कै स्टेसनमा आएर अब यहाँबाट चाहिँ हामी नाइट भ्यू हेर्नको लागि चाहिँ अर्कै ठाउँमा जानु लागेको सो स्टे विथ मी अब नाइट भ्यू हेरौँ है त सौलको एन्ड भर्खर जाँदाखेरि चाहिँ के थाहा पायो भन्दाखेरि यो बेडको प्राइस कति थाहा छ नेपाली 1,50,000 आमा छ यसको प्राइस चाहिँ फिक्स सिप मान्नु यो सानोको चाहिँ 1,10,000 यो चाहिँ 1,05,000 अति नै यार तर प्राइस अनुसार त्यस्तो सुविस्ता पनि होला अब के थाहा होइन अब हामीले त बाहिरबाट देखेको एक्सपिरियन्स गरेको छैन कस्तो छ भनेर होइन टेस्ट गरेको छैन सो त्यही हो अब हामी जाँदैछौँ एन्ड अब नाइट भ्यू हेरौँ है सौलको सो हामी चाहिँ आइपुग्यो एन्ड यहाँ राति छ अलिकति होइन हामी चाहिँ यहाँ भर्याङमा हिँड्दैछौँ अलिकति टपमा पुग्नुपर्ने हुन्छ हामी चाहिँ एन्ड पछाडि अलिकति राम्रो भ्यू देखिरहेछ अलिकति धेरै पनि हिँडेको छैन भर्खर कति 20 सेकेन्ड 10 सेकेन्ड हिँड्यो होला यहाँ माथि आइपुग्यो अझै हिँड्नुपर्छ होला फर द फर्स्ट टाइम हो हामी यहाँ आएको म्याप हेर्दै आएको साथी ऊ अगाडि जाँदैछ अनि यसरी भर्याङ हिँड्नुपर्छ राम्रो छ जे होस् गइदिउँ अब आनन्दले बसेर भ्यू हेर्ने आज छुट्टीको दिनमा त्यही हो छुट्टीको दिनमा घुम्नुपर्छ रमाउनुपर्छ क्या जहिले काम 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 जिना हराम भने जस्तो यसरी चाहिँ लाइफ चल्दैन खुसी हुनको लागि चाहिँ बाहिरतिर घुम्नुपर्छ क्या यहाँ दामी भ्यू रहेछ एकचोटि खिचिदिउँ ओ भाइ सो देखाइदिउँ त साथी यहाँ अझै हामी माथि जानुपर्ने हुन्छ
यो चाहिँ अलिकति तलबाट तर यहाँ त शनिबार जेली आयो भने त फ्रेस हुन्छ त यार माइन्ड त माइन्ड पनि फ्रेस हुन्छ मान्छे फ्रेस हुन्छ क्या अरू हुँदा नि सौल टावर जानेवाला छु त्यहाँको नि नाइट भ्यू हेर्नको लागि दिउँसो चाहिँ गयो दिउँसो गर्मी हुन्छ क्या अनि अलि उकालो हिँड्नुपर्ने हुन्छ त्यही भएर गर्मी हुन्छ त्यही भएर दिउँसो चाहिँ म जाँदिनँ अनि मेरो काम गर्ने ठाउँको साउले पनि दिउँसो जानुभन्दा राति जा राम्रो भ्यू देख्छ राम्रो हुन्छ शीतल मजा आउँछ मान्छेहरू पनि धेरै हुन्छ भनेर भन्नुभएको थियो क्या त्यही भएर चाहिँ म नाइटमा चाहिँ जानेवाला छु नाइटमा चाहिँ म गएको छैन दिउँसो चाहिँ गएँ म एकचोटि कलेजबाटै लगेको थिएँ थाक्यो यार सो यस्तो छ यो पार्क चाहिँ एन्ड मैले अघिदेखि भनिसकेँ धेरै भन्नु पर्दैन होला एन्ड माथिसम्म चाहिँ यति नै हो क्या एन्ड अगाडि कस्तो छ बाटो म देखाउँछु यस्तो राम्रो एउटा बाटो छ म देखाउनेवाला छु अफकोर्स ओके बाटो चाहिँ यस्तै छ साथीहरू राम्रो लाइटिङको सुविस्ता कति राम्रो देखायो क्या लास्ट हामी यसरी खिच्दाखेरि त भ्यू पनि राम्रो छ खोला त्यो भयो अब लागौँ हामी थोरै देखाइदिन्छु तपाईँहरूलाई कस्तो छ होइन पार्क त कोरियामा त थुप्रै छ क्या एन्ड यस्तो डाँडा काँडाहरू पनि अलिअलि छ सौलभित्रमा चाहिँ सौल बाहिर त कति छ हाम्रो नेपाल जस्तै छ क्या अलिकति त्यस्तै फिलिङ्स आउँछ होइन सौल बाहिर गयो भने चाहिँ नेपाल जस्तो लाग्छ क्या पाहाडहरू छ धेरै त्यही भएर त्यही हो अरू त के भनौँ ब्लगर केटो तामाङ केटो हो ब्लगर केटो भन्दा पनि आज तामाङ ड्रेस खोलेर देखाइदिउँ क्या हो अहिले फेरि यस्तो सिक्स प्याकहरू देख्ला भनेर डर होइन हामी यहाँको चाहिँ कहाँबाट थाहा छ भन्दाखेरि यो यतापट्टिको खोइ त यार मेरो आउँदै देखेन यतापट्टिको यो चाहिँ लोटे टावर भएन त्यहाँ भन्दा नि यतापट्टि यो निलो बल्ने बिल्डिङ छ नि त्यसकै अलिकति परबाट आएको हो क्या हामी बस्ने ठाउँ चाहिँ त्यही हो सो अहिले अब हामी एकछिनमा जानेवाला छौँ अनि अर्को कुरा चाहिँ यो पार्कतिर कोरियाहरूकोमा चाहिँ होइन प्रायः धेर जस्तो त्यो कसरत गर्ने त्यस्तो राखेको हुन्छ क्या अब हामी अल्छी जस्तो मान्छेलाई त काम छैन त्यो होइन हामी पनि टाइम नभएर मात्रै नगरे हो यस्तो हुन्छ ऊ यो चाहिँ ड्राइभिङको लागि ड्राइभिङ लाइसेन्स बनाउनु मन छ भने यो सिक्ने यो घुमाउने बस्ने यो चाहिँ बिग्रियो है के हो 4x4 रहेछ अनि यो चाहिँ थाहा भएन यो साइकल चलाउने हो क्या यो यहाँ बस्ने जिम रहेछ यो चाहिँ यो पनि थाहा भयो यो पनि गाडी नै रहेछ यो चाहिँ सानो गाडी त्यो चाहिँ ट्रकहरूको लागि है एन्ड यो चाहिँ माथि झुन्डिनको लागि हाइट बढाउनको लागि है यो चाहिँ यहाँ माथि दुईवटा हात गर्ने अनि माथि तान्ने अनि यो चाहिँ के भन्दाखेरि यो चाहिँ यहाँ बस्ने पछाडि अनि ढाड कन्याउने ढाड चिलायो भने यो ढाड यस्तो गर्ने क्या रेड्ने क्या आफ्नो ढाडलाई यो पनि जिमै अनि यहाँ यस्तो सुविस्ता त खतरै हो क्या कोरियामा चाहिँ यस्तो खान नि मिल्छ होला यो पानी अनि यहाँ खुट्टा धुने यहाँ टक्क बस्नलाई पनि सिटहरू सानो अनि हाम्रो यहाँ चुरोट र रक्सी चाहिँ खान पाउँदैन नो स्मोकिङ एन्ड नो ड्रिङ्किङ एरिया है त खुब्यान खुन्जी ओके अनि यहाँ कोर्ट पनि छ ब्याडमिन्टन खेल्नको लागि सो आज चाहिँ हामी यहाँ घुमेर भर्खरै अब हामी रुमतिर जान लागेको एन्ड मजाले घुम्नुभन्दा पनि बढी चाहिँ अब हामीले यहाँ चाहिँ धेरै टिकटक बनायो अनि सो टिकटकमा फलो गरेको छैन भने टिकटकमा फलो गर्नु होला नाम सेम हो सुजन योन्जन YONZAN एन्ड लास्ट यही हो भ्यू है अब चाहिँ जान लागेको किनकि यो क्यामेरामा चार्ज पनि छैन त्यही भएर अब भ्लगको एन्डिङ यहीँबाट गरिदिउँ भनेर चाहिँ हो सो त्यही हो आजको लागि चाहिँ यति नै एन्ड बुद्ध जयन्ती पनि हेऱ्यो यहाँ पनि घुमियो होइन नाइट भ्यू पनि तपाईँहरूलाई देखाइदिइहालेँ एन्ड मजा आयो आजको दिनमा चाहिँ एन्ड भोलिदेखि काममा जानुपर्छ केही छैन रमाइलो भयो होइन सो अब अर्को नेक्स्ट भ्लगमा भेटौँला आजको लागि चाहिँ यति नै सो डु नट फर्गेट टु सब्सक्राइब सुजन योन्जन च्यानल है